हेलो, गुड मर्निङ सबैजनालाई। आज चाहिँ मेरो घरको वरिपरिको दृश्यहरूलाई देखाउन लागेको छु। आज फर्स्टमा चाहिँ मेरो केराको बगान खिच्दैछु। 2 वर्ष भयो मैले रोपेको, अहिले यत्तिको बगान हुँदैछ। अनि केराको बोटमाथि नै मैले चाहिँ काँक्रा पनि पठाएको छु कि त्यही फल्छ भने राम्रो हुन्छ भनेर। अलिअलि देखाइरहेछ, धेरै ठुलो बोट त छैन। अनि यता चाहिँ घिउकुमारी रोपेको छु, घिउकुमारी नि फैलिँदैछ। साथै यता मखमली फुलको बिरुवा छ, अनि अहिले नै फुलिरहेछ। यो यता खोर्सानीको बिरुवा लगाएको छु, अनि सागहरू पनि छ बिरुवा यता पनि। साथै अनि निबुवाको बिरुवा नि भर्खर यत्तिको हुँदैछ। अनि यता खोर्सानी एउटा फुल्न लागेको छ, फल्छ कि फल्दैन अब पछि अवश्य पनि म देखाउने छु। अनि यता बिरुवाहरू छन्। अनि त्यसपछि यता लट्टेको साग छ, भर्खर बिरुवाहरू यतिको हुँदैछन्। अनि यो मेरो घर पछाडिको चाहिँ दृश्यहरू हो कि। अनि यता सुठनीको लहरा, फर्सीको, कर्कलोको, अनि त्यसपछि यता मकैको बिरुवा, साथै यो चाहिँ रुख टमाटर भर्खर फुल्दैछ। अनि यता पुरै चोगेरै लगाएको छु कि थोरै थोरै जग्गा खाली थियो। अनि मकैहरू यता फल्दैछ, हुँदैछ। यता चोगेरै मैले लगाएको छु। मेरो बिरुवाहरू यतिको हुँदैछ। अनि यता पनि छ रुख टमाटर बिरुवा। अनि यता पनि मैले लगाएको छु खोर्सानीको बिरुवा र सागको बिरुवा हुँदैछ। साग त धेरैचोटि खाइसक्यो, अनि खोर्सानीको बिरुवा चाहिँ यतिको। अनि यता चाहिँ फुलहरू अहिले यो असार महिनामै फुल्ने फुलहरू कस्तो होला। अनि यता छिमेकीको घरहरू भयो। अनि यसरी यता चाहिँ मेरो यो के भन्छ आरुको रुख रोपेको बिरुवा रोपेको भर्खर यत्रो हुँदैछ। अनि यता फुलहरू असार महिनामै यस्तो गरी फुल्छ, दसैँ तिहारमा त फुल्दैन होला। अनि यता चाहिँ यो 12 मासे फुल कि, यो 12 मास फुल्ने यो मेरो छोरीहरूको रहरले रङबिरङको फुल लाछु। अनि यता चाहिँ गुलाबको फुल यसरी फुलिरहेछ। अनि यता कोपिला नि लाग्दैछ, मुना पनि पल्दैछ, पल्दै पनि छ, फुल्दै पनि छ। यो चाहिँ मेरो फर्स्ट कन्टेन्ट कस्तो हुन्छ भनेर मैले भिडियो बनाइरहेको छु। सम्पूर्ण साथीहरूले माया गरिदिनु होला। कस्तो हुन्छ मेरो घरको वरिपरिको दृश्यहरू कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला। यता नि टमाटर, रुख टमाटर हुँदैछ। अनि ड्र्यागन फ्रुट पनि रोपेको, यो बोरामा चाहिँ माटो राखेर भर्खर मुना हुँदैछ। हुन्छ कि हुँदैन, अब हुन्छ भने पछि म भिडियो बनाउने छु। माया गरिदिनु होला सम्पूर्णले। अनि यसरी देखाइरहेको छु। अनि यता चाहिँ जारको पानी राखेको, बिक्री हुने हुन्छ, नहुने चाहिँ हामी आफै खान्छौँ। अनि यता चाहिँ मेरो घरको यो झ्याल भइहाल्यो। अनि यसरी यतादेखि मेरो मूल ढोका यताभित्र हो मेरो घरभित्र। अनि यसरी भद्रगोल छ, यो टेबल कुर्सी यहाँ बसेर खाना खाने। यता मेरो फ्रिज भइहाल्यो। अनि यता मेरो सामानहरू सबै भद्रगोल छ, तैपनि मैले चाहिँ भिडियो बनाइरहेको छु, नराम्रो नसोचिदिनु होला।